हेलो नमस्ते गुड मर्निङ। आज चाहिँ हामी दिदीबहिनी ट्रक लाएर मन्दिर जाँदैछौँ। कहिले न मैले बहिनीले चाहिँ एक्कासी मन्दिर हिँड भन्यो, अनि म यसरी मन्दिर जाँदा के गर्ने भन्दाखेरि यसो नेवारी बनाउँदैछु, बहिनी चाहिँ ड्राइभ गर्छु म आउँदिनँ भन्दैछ। म ननिकाली नछोड्ने मन्दिरको क्लिपहरू चाहिँ म राख्नेवाला छु आज। गुड मर्निङ। भोलि नै भाँसिन्छ हो, ठाउँ अनुसार हुन्छ कि क्या हो, भगवान्को अगाडि लाज लाग्छ। फेरि म साई पर्सन पहिल्यैदेखि, क्यामेरा साई। वा हाम्रो योजना चाहिँ यस्तो छ है अबको। चाँडै बनाउनुहुन्छ होला, हामी नै हो अब, हामीले नै गर्ने हो। हाम्रो सपोर्ट हेर्न सक्नुहुन्छ यसको। ए डोनेसन सबै घाँसहरू काट्नु भएको रहेन रहेछ होइन। हाम्रो वेदर राम्रो नभएर पनि घाँस काट्नु पाउनु भएको छैन होला क्या यहाँनिर, किनभने डेली पानी पर्ने, एकछिन घाम लाग्ने फेरि पानी परिहाल्छ, त्यस्तो भएर जस्तो लाग्यो। फुलहरू फुलिसकेर पुरै पात भइसकेको छ, पात। हाम्रो घरमा नि यो फुल चाहिँ पछि हामी पिङ्क कलरको छ अरे। घिमिरे, हाम्रो गाडीमा घिमिरे लेख्नु भएको छ ल। टेस्ला टेस्ला टेस्ला। यो फुल मैले त देखेको छु। ए ओके, कस्तो राम्रो भुइँमा झर्नु भएछ कि। कस्तो राम्रो, कस्तो प्योर है, कस्तो प्योर देखिएको छ। मलाई चिसो चाहिँ चिसो रहेछ भित्र नि हलुका त। एकदम कस्तो आज यहाँ केही रहेछ भित्र चाहिँ। गाजलु ठुला ठुला। ए सरी यार, म किन बौलाको यो भिडियो त राख्नु। यो फुल कस्तो धेरै फुलिसकेको रहेछ, कस्तो राम्रो। यो बाटो छैन, यो बखै भइहाल्छ नि, जान चाहिँ मन छ। कदम कदम कस्तो जाडो होइन, अनि स्वास्थ्यमा अलिकति गडबड हुँदा त यस्तै हुँदो रहेछ। यो चाहिँ बास्केटबल कोर्ट हो, यहाँ चाहिँ यस्तो छ। म चाहिँ यो बाटो हिँडेर आएँ, कस्तो लामो बाटो छ। अब उकालो जानुपर्ने छ। रुखपातहरूलाई भेट्न आएको आज। बास्ना पनि अर्कै आउँछ, तर नेपालको जङ्गल र यहाँको जङ्गलको बास्ना एकदम फरक छ। दर्शन भन्दा पनि मर्निङ वाक हावा खान यताहरू त नजाउँ है, त्यहाँ डिस्टर्ब हुन्छ होला। के हुन्न हिँड्न। म चाहिँ मान्छेको प्राइभेसी त्यस्तो यता हिँडेछु त एकदम राम्रो आइरह। मैले सोचेको मान्छे पनि भेट भइसकेको छ। भगवान् हजुरलाई धन्यवाद छ कि फेरि
मलाई फेरि जुन दिन मन्दिर आउन मन लागेको हुन्छ त्यो दुईचोटि भयो यहाँ चाहिँ बुद्ध हुनुहुन्छ कस्तो राम्रो कस्तो शान्तिले बस्नु भएको छ कस्तो राम्रो गुलाब हेर्नु त यो गुलाबले खुब बना खाएको यो चाहिँ चराको घोडा छ यस्तोमा कसरी अटाउनु सानो खालको चरा बाटो हेर्नु बाटो हामी आएको बाटो चाहिँ त्यही होला सिधै वाइट लाइन देखिरहेछ कस्तो राम्रो लाग्छ कि यो ठाउँबाट टक्क पारि हेर्दाखेरि यो पहिला थिएन यो नहुँदाखेरि अझ खुल्ला देखिँदैन लगाएपछि अलिकति त्यही हो एकदमै राम्रो लाग्छ मलाई यो ठाउँ बस्न मन थियो साह्रै चिसो छ मेरो यो सुकसँगको कहाँबाट आउनुहुन्छ भनेर सोचेको थिएँ कहाँबाट आउनु एक ठाउँ उभिराख्नु न यो हेर्न सक्नुहुन्छ नेपालबाट आएको यति वर्ष भइसक्यो यस्तो मजाले फलेको छ कस्तो राम्रो यसलाई के भन्छ एक्ज्याक्टली के भन्ने गहुँ गहुँ यसको खाना चाहिँ दिदीलाई मिठो लाग्छ मलाई चाहिँ खस्रो लाग्छ कस्तो राम्रो फलेको बाई द वे हा उहाँ चाहिँ निहाल्दै त्यो त अर्कै होला नि फेरि यो चाहिँ जाउ होला जाउ कि जाउ र गाउँ एउटै हो र होइन नि कस्तो राम्रो म त अहिले काटिदिन्छु काम लाउनु नि मलाई यति त काट्दैन पिपल छेउमा पछि कस्तो गीत गाउनु मन लाग्यो मैले आई थिङ्क यस्तै सोचेको होला कि ए कस्तो यो चाहिँ मलाई एकदम मन पर्यो यहाँको आजको बेस्ट हो यो फुल भनेको कि मैले तपाईँले के देखाउनु भएको भने फुल बाउले सानो यो कस्तो राम्रो होइन हाम्रो केराको बोट यो चाहिँ लालुपाते जस्तो लालुपाते कुकु तपाईँलाई मैले देखेँ हेर्नु यो चाहिँ हामीले पहिला गाउँघरमा नाक छिर्न कान छिर्नलाई काम गर्थ्यो सनपुरबाट लगिन्थ्यो यो त यो फेरि कहिले यो लास्ट नहुने बिरुवामा पर्दो रहेछ फाले पनि त्यहीँ पलाउने के गर्दाखेरि त सकिन्छ भनेर थाहा छ यस्तो भन्ने गुरु त्यहाँ हुनुहुन्छ यस्तरी घुम्ने हिँड्नुहोस् म्यामको लागि मैले मलाई यो बाटो एकदम राम्रो लाग्छ मनपर्छ यस्तो यहाँ यतिले कस्तो धार्मिक फिल हुन्छ
नयाँ के भन्छ हौ अस्तिदेखि नामै थाहा छैन यसको राम्रो बनिएको रहेछ यो के हो नि भन्ने आउँदैन अस्ति गुरुले भन्दै हुनुहुन्थ्यो नि यहाँ चाहिँ यस्तरी सजाइएको छ यहाँ चाहिँ चप्पलहरू रहेछ चाहिँ मलाई नयाँ लाग्यो फुलहरू पनि त्यहाँ राख्नु भएको छ यताबाट जाउँ न ओ यु सी कति धेरै यो चाहिँ छ यहाँ पूजा गर्दाखेरि छ अरे उम्रेको गाउँ जाऊ र छ यत्रो घना जङ्गल छ मृगहरू चाहिँ कहाँ जानुभएछ चराचुरुङ्गी मात्रै छ कराउँदै गरेको यहाँको रुखको विशेषता चाहिँ यस्तो राम्रो देखिन्छ कि मार्छ होला मलाई बिरुवाहरू नयाँ नयाँ लाउनु भएको छ मन्दिरका मन्दिरमा आबद्ध व्यक्ति संस्थाहरूले मेम्बरहरूले हामी पनि यो मन्दिरको चाहिँ मेम्बर हौँ भन्ने कुरा पनि म यो मेमोरी भिडियोमा कैद गर्छु म चाहिँ आई थिङ्क 2021 देखि चाहिँ यो मन्दिरको लाइफ मेम्बर भएको जस्तो लाग्छ है हजुरलाई पनि नगर न भिडियो बनाएर छ त्यो मैले हालेको 0.5 सेकेन्ड पुग्यो त्यहाँनिर राख्छु तन्काएर यस्तरी देखिन्छ अब चाहिँ हामी मर्निङ वाकको हावा खाएर सिमसिम पानी पर्दा पर्दै पनि भिडियो कैद गर्दै घर जान लागेको आज सन्डे सबैजना नेपालीहरू चाहिँ बिदाको दिन मिलाएर पूजापाठ गर्दै हुनुहुन्छ कोही कता हामी चाहिँ आज दर्शन हुँदा नि टिपिकल पूजा नगरी जस यो हावा खान चाहिँ आछौँ तपाईँहरू नि हिन्दू बुद्ध मन्दिरको नजिक हुनुहुन्छ भने यसरी आफ्नै कम्युनिटीको क्षेत्रभित्र आएर इन्जोय गर्नु सक्नुहुन्छ डोनेसन गर्नु सक्नुहुन्छ भन्दै हामी चाहिँ अब कता जान्छौँ मेरो ड्राइभरले कता लान्छ म त्यतातिरै जानेछु चाहिँ पार्किङको व्यवस्था यो वर्षदेखि भएर धेरै राम्रो भएको छ त्यो पर चाहिँ हाम्रो बुवा हुनुहुन्छ मन्दिरको रेखदेख गर्नुहुन्छ उहाँले त्यहाँनिर जाँदै हुनुहुन्छ अब एकछिन पुरा गर्छौँ होला सायद त्यस पछाडि हामी यहाँबाट निस्किन्छौँ हाम्रो ड्राइभर चाहिँ त्यहाँनिर जाँदैछ म त स्वार्थी छैन मेरो प्लानै थिएन आज चाहिँ बहिनीले मन्दिर हिँड रे
मन्दिर गइसकेपछि के लिने त फाइदा भन्दाखेरि म त भिडियो बनाउने मान्छे हो। ओहो भिडियो नबनाउनु धेरै दिन भयो भनेर अनि मैले चाहिँ बनाइहालेँ। मलाई चाहिँ रमाइलो लाग्यो। आज यो दिन यो पल इन्जोय गर्छु। ओ माफ गर्नु होला, त्यो चाहिँ मेरो बहिनीले ठक्क बनाएर ल्याउँछन् अनि हाम्रो मन्दिरको पेरिफेरी भित्र चाहिँ यो बाटोहरू छ, यो रोडहरू छ। अरू चाहिँ किन बस्नु भएको? यस्तो हाँसउठ्दो बस्नु भएको छ। ज्यान अनि छाता बाटो पानी नि परिरहेछ। अब हामी यहाँ आएर बसिरहेछौँ, छोड्नुपर्छ भने नि थाहा छैन। पहिला पहिला किताबमा भएको चित्र जस्तो उभिराख्नु भएको छ हो। अहिले बटन फार्ममा हो। यहाँ चाहिँ फ्लावरहरू राख्नु भएको छ। एउटा बास्केटको $30। यु क्यान से यो चाहिँ मिक्सअप छ। कस्तो राम्रो है। सिङ्गल कस्तो राम्रो छ। सबै यो चाहिँ फ्रेस भन्दा पनि फ्रेस नै हो। फार्मको भएपछि त फ्रेस, नो केमिकल। यहाँ त यस्तो रहेछ कि क्या हो? यहाँ मान्छे हुनुहुन्न होइन। मेन थिङ चाहिँ यहाँ मान्छे हुनुहुन्न। अनि हामी चाहिँ अब जे मनपर्छ आफूले हानेर क्यास भने यहाँ कति चलाउनु अनि यहाँ चाहिँ अब स्क्यान गरेर तपाईँले पकाउनु सक्नुहुन्छ। मलाई यो कस्तो मनपर्छ, तर त्यो मिठो पकाएर खानु कहिले आउँदैन कि मलाई। यो चाहिँ काठमाडौँमा के भन्छ, ऱ्याडिसको टाइप हो के भन्छ क्या काठमाडौँमा। नेवारहरूले एकदमै मिठो पकाउनुहुन्छ क्या। लानु पर्ला। कति रहेछ? वाउ यो उयो होइन, यो त छेपी होइन र? छेपी हो नि, मैले सुनेँ कि। वाउ छेपी हो भन्नु होइन। छेपी र बिटरुट पनि रहेछ। कस्तो राम्रो, कति धेरै ट्रस्ट मान्छेहरूले यहाँ रिलेसनमा ट्रस्ट के भन्छ। मसँग त क्यास हुन्न नि। खाला पानी क्यास चाहिँ होइन मसँग। कस्तो मजाले ट्रस्ट गरेको। मैले कति देखेँ कि यहाँ बाटो हिँड्दा, आज चाहिँ फाइनल्ली छिरेको। यस्तो छ, कस्तो राम्रो छ। बिरामी हुनुहुन्छ उहाँ। हामी बिरामी छौँ। सानो कटेजलाई भिजिट गरेर इन्जोय गर्न सक्नुहुन्छ। अझ मान्छे हुँदैन, क्यास छोड्ने, आफूलाई मन परेको सामान टक्क टिपेर लाने इमान्दारिताको सीमा हुन्छ नि एउटा। यो कति प्योर छ कि यो। यो चाहिँ $5 जो पनि $1। यो कति हो? $3 $4 $3 महँगो हो त्यो। ठिकै हो, यो राम्रो पनि हो। यो तरकारी खानु भयो। मेरो बहिनीले अब एउटाको $1 होइन।
चिकन एउटाको $1, काँक्रा पनि हामी काँक्रा नि लैजाउँ यो अचार खान मलाई चाहिँ राम्रो लाग्छ दुईटामा हाल्नुपर्छ प्लास्टिक चिकनै कति लाने हजुरलाई लगिदिउँ के गर्दा पनि हुन्छ ऊ चाहिँ आफ्नो गाडी पनि छैन अनि मलाई चाहिँ यस्तो कुराहरू उसले मन पराउँछ नि त सम्झिरहन्छ अर्कोमा हाल्नु काँक्रा अलिक अर्ग्यानिक जस्तो लगाएर यहाँ चाहिँ मद्रासबाट लागि टिप्नुहोस् यो चाहिँ हामीलाई तिनवटा लगानु अब छ्यापी दुईवटा छ्यापी एकछिन यो चाहिँ हर्स एन्ड भेजिटेबल प्लान्ट भनेछ इज $3 हामीले चाहिँ यो लान लागेको हो यसलाई चाहिँ हामी छ्यापी भन्छौँ यो चाहिँ लगेर रोप्नु पर्ला कालो दालमा खाने र भेजिटेरियनले भाउजूलाई पनि एउटा लगिदिने भनेको चाख्नलाई हामी चाहिँ रोप्न पर्ला अलिकति हाम्रो कति $को हुन्छ टोटल हेरौँ छ्यापी हाम्रो चाहिँ छ्यापी अनि काँक्रा र जुकुनी गरेर $18 को भयो बहिनीले चाहिँ यहाँ स्क्यान गरेर पे गर्दैछ सजिलो छ क्या अनि यस्तो कटेजहरूको फार्म कटेजहरूको किन्ने ठाउँ चाहिँ राम्रो लाग्छ मलाई हेल्दी पनि हुन्छ होला समहाउ भन्ने विश्वासका साथ हामी चाहिँ बिहानको समयलाई इन्जोय गर्दैछौँ पछाडि कतिजना गइसक्नुभयो हामी चाहिँ यहाँनिर भुलिएको छौँ अरूले चाहिँ एक बकेट लगेर जाँदैछ कसैले स्ट्रबेरी लगे धेरै चाहिँ स्ट्रबेरी गइरहेछ आज उनीहरू चाहिँ स्ट्रबेरी टक्क लगेर बाहिर लगेर गाडीमा बसेर खाइहाल्ने क्या So sorry. No, I'm sorry. Yeah. And you really love it. Thank you so much. I appreciate it. Here? Oh, it'll get crowded as different times of the day. यहाँ चाहिँ भिजिट गर्न सक्नुहुन्छ Oh, okay. Okay. Well, thanks for driving out here. We appreciate it. यहाँ छ यस्तरी यो चाहिँ डाइरेक्ट फार्मबाट टिपेर ल्याएर राख्नु हुँदो रहेछ अनि फ्रेस छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ